आज भने चाहिँ फेरि पनि म ड्युटी आइसकेको छु। आज चाहिँ दामी वेदर भइरहेको छ, तर गरम चाहिँ पुरा छ दामी हुनु चाहिँ। हिजो अस्ति चाहिँ पानी आएर अलिक शीतल भएको थियो, आज भोलि चाहिँ फेरि गरम हुन स्टार्ट भयो। तर यहाँनिर चाहिँ गरम हुँदैन, दामी एरिया छ हेर्नुहोस् है। एरिया चाहिँ एकदमै दामी जग्गा छ, शीतल छ एरिया, फ्रुट एरिया पुरा छ। हाम्रो अर्को साथी चाहिँ यहाँनिर आउँदै रहेछ, हेर्नुहोस् है साथीहरू, अर्को साथी चाहिँ यहाँनिर आउँदै रहेछ। कति बजीको ड्युटी हो तिम्रो? 9 बजीको ड्युटी हो। यो मान्छेलाई मजा छ, यता हेरिदेऊ न अन्त के छ हालखबर? ठिकै छ नि त? हेर्नुहोस् है साथीहरू, यहाँ चाहिँ फुलहरू मजाले फुलिरहेको छ। अर्को यहाँ आउँदैछु, यो मान्छेको ड्युटी त अन्त बिहानै हो त 6 बजीको, किन अहिले आउँदैछ? एउटा कहाँ गइरहेछ? एउटा कहाँ गइरहेछ? एउटा फेरि के टिप्दैछ त्यहाँनिर चाहिँ? नारियल। यो एरिया चाहिँ एकदमै दामी छ, जग्गा त दामी छ नि, एक नम्बर। जे होस् एरिया चाहिँ एकदमै दामी छ है साथीहरू। नरियलै छ, फ्रुट पनि फ्रुटै छ, जग्गा चाहिँ एकदमै दामी छ है साथीहरू। पुरा फुलको गार्डन एरिया, यो एरिया झन् दामी छ नि हौ। यता जाँदैछ पुरा अर्ग्यानिक छ नि, अर्ग्यानिक फिलिङ छ नि, पुरै गार्डन पनि हो यो त नि। जग्गा चाहिँ एकदमै दामी छ है साथीहरू। हेर्नुहोस् है, मसँग चाहिँ अर्को साथी पनि छ। यो मान्छे चाहिँ तर घर जाँदैछ, अब 5 तारिक जानु, 6 तारिक नि। 3 दिन मात्र बाँकी छ, 2 दिन भनौँ। 2 दिन मात्रै बाँकी छ यो मान्छेको चाहिँ। 1 महिना बसेर आउँछ भन्छ घर चाहिँ। अन्त 15-20 दिन, 1 महिना होइन, 15-20 दिन। 15-20 दिनमा पुगिहाल्छ। ए ठिकै छ। हेर्नुहोस् है साथीहरू, यस्तो छ है जग्गा चाहिँ, एरिया चाहिँ दामी छ।